सन्दीप नखेलेको विषयमा चाहिँ अलिकति चर्चा छ। स्वाभाविक रूपमा दर्शकहरू पनि चाहना छ सन्दीप खेलिदिए हुन्थ्यो भन्ने, तर प्रशिक्षकले चाहिँ उहाँको पर्सनली उहाँले खेल्दिनँ भन्नुभयो, त्यो कारणले हामीले खेलाएनौँ, अरू बाँकी कुरा चाहिँ हामीलाई थाहा भएन भन्ने उहाँको भनाइ थियो। यो विषयमा तपाईँसँग कुनै चर्चा भयो कि भयो? अहिले मसँग के अरे जब म ओपनिङको लागि होइन नेसनल एन्थमको लागि तल जाँदै थिएँ, ओपनिङ उसको लागि त्यो बेलामा मलाई सचिवजी र हाम्रो क्रिकेट अपरेसन्स म्यानेजरले बताउनुभयो सन्दीप चाहिँ नाम विथड्र गर्यो। किन गर्यो भने म खेल्दैन भने सिरिजबाटै विथड्र गर्यो भनेपछि अब त्यो 5 मिनट बाँकी थियो, त्यो कुरा हुने पनि भएन, त्यो 10 वर्ष भइसकेपछिको कुरा हो। आइभन त 10 वर्ष हुँदै थियो। त्यस कारण यो चाहिँ पछि मैले कोच क्याप्टन उनीहरू साथीहरूसँग जो चाहिँ डाइरेक्टली इन्भल्भ हुनुहुन्छ टिमसँग उहाँलाई सोद्धाखेरि उहाँले चाहिँ व्यक्तिगत कारणले खेल्दैन भनेको कुरा हो। अरू व्यक्तिगत कारण खेल्दैन भनेपछि कालमा फेरि यहाँ विवाद गरिराख्नु परेन होइन। त्यस कारणले मलाई लाग्छ यो सिरिजमा उहाँ सन्दीप चाहिँ घुम्न छुटे। अब कसै क्यानले या सेलेक्टरले या कोचले या क्याप्टनले भएर होइन जस्तो लाग्छ। व्यक्तिगत कारण हो। मेल पनि गरेको थियो, एउटा पर्सन चाहन्छ सल्लाह गर्न घाँसमा मिले, त्यसैले हामी हाम्रो साथीहरू बसेर एउटा छलफल गर्दैछु होइन के हो यस्तो गहिराइसम्म गएर हामी पनि चाहन्छु सन्दीपमाथि धेरै लगानी छ, उसले पनि धेरै सङ्घर्ष गरेको छ, देशका लागि फ्रिली खेलोस् होइन, देशका लागि खेलोस्, कन्ट्रिब्युट गरोस् भन्ने हो। अब यो के कारणले याद भइरहेछ। त्यो त्यति कारण पनि थाहा छैन, यसबारे बिस्तारै अब भनौँ छलफल गर्छ उसमा राय गरेर टुङ्गिहाल्यो। किनभने हाम्रो त्यो दिन भइसक्यो ध्यान टोटली सिरिज नबिग्रियोस् भन्ने थियो कि सिरिज नबिग्रियो, सिरिजमा त स्किप नपरोस् भनेर त्यसमा हामीले चर्चा चाहिँ गऱ्यौँ। व्यक्तिगत रूपमा तपाईँको चाहिँ उहाँसँग भेट भएको छ कि छैन? मेसेज गरेको थियो, मैले बोर्डसँग सल्लाह गरेर त्यसैमा भेट्छु, कुरा गर्छु भन्दैछु। मेरो बेला पनि अब छलफल थोरै खेलाडीसँग मेरो इन्डिभिजुअली मेरो छलफल हुँदैन। मैले गर्ने भनेको अप्रेसन म्यानेजर मार्फत हो या सेलेक्सन कमिटी र कोच मार्फत हो। एनी टाइम म डाइरेक्टली चाहिँ यो कुरामा खेलको कुरामा सेलेक्सनको कुरामा अन्य कुरामा म जोडिँदैन। धेरै ठुलो विवाद आइसक्यो बेला म के अरे छलफल गरेर बोर्डमा ल्याउँछु। त्यस कारणले मेसेजमा पुरा भएको छ। मैले आफ्टर के अरे बोर्डका साथीहरूसँग छलफल गरेर क्याप्टन र कोच स्कुल गर्दा त्यसपछि मात्रै कुरा गरेर यसलाई चाहिँ टुङ्ग्याउँछु भनेको छु। म के चाहन्छु भनेपछि होइन सन्दीप चाहिँ खेलोस्, वर्ल्ड कप क्वालिफाई खेलोस् र एकदमै राम्ररी सबैसँग मिलेर टिम एकडिक्का भएर होइन आफ्नोपन सबै खेलाडीमा भएर चाहिँ टिम अगाडि बढोस् भन्ने मेरो चाह। व्यक्तिगत रूपमा त तपाईँले हिजो उहाँको जतिखेर विभिन्न उहाँमाथिको